आदरणीय दर्शकवृन्दहरू नमस्कार। तपाईहरुलाई स्वागत छ आजको संसार युट्युब च्यानलमा। तपाईहरुलाई म के जानकारी गराउन आएको हो भने जुन हिजो संसद भवनमा रमेश परसाईले दिनुभएको अभिव्यक्ति प्रति तपाईहरुको भनाइ के छ? उहाँले त हाम्रो नेपाली कांग्रेस एमाले लगायत हाम्रो माटोको अध्यक्ष माटोको श्रम संस्कृति पार्टीको अध्यक्ष हर्कराज राईलाई त भित्तैमा पुर्याएको सबैलाई थाहा छ होला। आदरणीय दर्शकवृन्दहरू, तपाईहरु रमेश परसाईको हिजोको अभिव्यक्ति प्रति तपाईहरु कतिको सन्तुष्ट हुनुहुन्छ अथवा रुष्ट हुनुहुन्छ? तपाईहरुले कमेन्ट मार्फत जानकारी गराउन सक्नुहुन्छ। मलाई चाहिँ गजबै लाग्यो उहाँको अभिव्यक्ति। लगभग 10 चोटि जति हेरे होला, सुने होला हैन। एकदमै गजब लाग्यो। उहाँको अभिव्यक्ति पहिलेदेखि नै राम्रो लाग्थ्यो। उहाँ एकदम प्रखर व्यक्तित्व हुनुहुन्छ। उहाँ चाहिँ बोल्दै आउनु भएको पहिलेदेखि नै र हिजो चाहिँ धेरै सांसदहरूले चाहिँ हेरै गर्दै हुनुहुन्थ्यो र अहिले उहाँका अभिव्यक्तिहरू एकदमै सामाजिक सञ्जालमा भाइरलै भएका छन् र तपाईहरुलाई के कस्तो लाग्यो प्रतिक्रिया दिनुहोस् है त। उहाँको भनाइ एकचोटि सुन्नुहोस् है त, सानो क्लिप जस्ताको तस्तै। ट्राफिक नियम पनि नमान्ने माननीयको मुखबाट संसदमा बडा नीति नियमका प्रवचनहरू गुन्जिएको अनि जुन पार्टीका मेरै नामका गृहमन्त्री हुँदा यो देशमा जेनजी बालबालिकाहरूको नरसंहार भएको थियो, त्यही पार्टीले तिनै जेनजी शहीदको सम्झनामा संसदमा पार्टीगत मौन धारण गरेको, गिरिबन्धु काण्डको नाम लिन डराएर टी स्टेटको छानबिन गर्ने हुन्छ भनेर सदाचारको अभिनय गरेको जनताले लिएका छन्।